समित कता गइछिन् मेरो छोरी के गरेको हो तिमी यस्तो ह कसैले यस्तो गर्छ सबै आफ्नो खानेकुरा जति सब भुइँमा फालेर अनि आफू चाहिँ त्यो टोकरी भित्र पसेर म यो बन्द गर्दिम तिमीलाई छोरा यता हेर त समित छोराले हिजो कपाल काटेको कस्तो देखेछ साथीहरू कति लामो भयो त्यो कपाल हिजो काटेको बल्ल केटा जस्तो देखेछ सबैले केटी छोरी हो र भन्नुहुन्थ्यो बल्ल छोरा हो र भन्नुहुन्छ अब हैन अनि तिमीलाई चाहिँ यो के गरेको नि कसले सिकाएको नि यो दादाले समित सबै यो तिम्रो खानेकुरा हैन पापा हैन तिम्रो नक्कली यस्तो टोकरी भित्र पसेर पापा मलाई ल्याउनुस् मलाई ल्याउनुस् ल निस्किनुस् तपाईँ पनि त्यहाँबाट निस्किनुस् समित हजुर किन यति धेरै चकचक गर्नुहुन्छ तपाईँ किन यति धेरै चकचक गर्नुहुन्छ कहिल्यै आलु फालेर प्याज फालेर हैरान कसको बच्चा यस्तो गर्नुहुन्छ कमेन्ट गर्नु है साथीहरू फालेर हेर न भयो भरको सबै फाल्यो बाफ्रे बाफ्रे अझ पुरा स्पिडमा के ल हेर कति पावर हो अब भाँडा नि अब भाँडा सुरु भयो ओइ हुन्न चके छोरी अब त नसताउने यति धेरै हुन्न के अब फेरि भाँडाहरू के ए भगवान् समित नगर के त्यस्तो अब सक्यो भयो ल यस्तो गरेछ है राखा गर तिमीले राखा गर छोरो किन यति चकचक गर्न मन लाग्छ तिमीलाई किन यति धेरै चकचक गर्न मन लाग्छ तिमीलाई बिहानै यति धेरै चकचक छ बिहानै उठेर ल हेर कसैले गर्छ यस्तो